हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। तपाईँ सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अन्तिममा पनि मैले धेरैभन्दा धेरै लगभग 2 वर्षपछि नै भिडियो गर्न लागेको छु हैन। आज चाहिँ नयाँ वर्ष 2082 साल वैशाख 1 गतेको दिन। आज भिरनकोट भन्ने रिसोर्टमा चाहिँ हामी घुम्न जान लागेका छौँ र त्यसको लागि हामीसँग स्कुटर छ एउटा अनि अर्को बाइक रहेको छ र आज चाहिँ हामी त्यो ठाउँमा घुम्न जान लागेका छौँ र जान बेला चाहिँ हामी चाहिँ दिदी र अनिस अनि अरू दिदीका साथीहरू छन् अनि हामी चाहिँ साथीहरूलाई चाहिँ हामीले चाहिँ पर्सा गएर भेट्छौँ। अब हाम्रो आजको दिन के कस्तो छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदै जानेछु। मैले धेरै पछि नै भिडियो गरेको चाहिँ त्यो भएर अलिक कन्फिडेन्ट लेभल चाहिँ मेरो अलिक कम भएको हुनसक्छ। त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ अलि कम्प्रोमाइज भन्छ नि हैन, त्यो गरिदिनु होला है त। लेट्स गाइज, अब चाहिँ हामी जानका लागि रेडी भइसकेका छौँ र यता छ हाम्रो अनिस केटा। आज नयाँ वर्षको लागि हाम्रो प्लान भिरनकोट भिरनकोटको ठाउँमा चाहिँ जाने प्लान छ हैन। अनि कस्तो कस्तो महसुस भइरहेको छ दिदीलाई तपाईँलाई? एकदम रमाइलो भइरहेको। अब हामी आज त्यहाँ गएर रमाइलो गरेर आउनुपर्छ र उता राइडर रेडी भयो। अब यतातिर अब मेरो पनि सुरु हुन्छ। अब यसरी बुकको छैन, अब हातबाट चाहिँ भिडियो गर्नुपर्ने कारणले गर्दा अलिक गाह्रो हुनसक्छ मलाई। तपाईँलाई चाहिँ म हल्का स्किपहरू हुन्छ। अब म हिँड्न थालेको बेला चाहिँ तपाईँहरूलाई चाहिँ रोकेर यताउति सिनहरू देखाउँछु है त। हेलो गाइस, हामी चाहिँ अहिले ट्याक्क लाएर हाम्रो यसलाई के टुक भन्छ अरे, होली लाइन होइन, होली लाइन टुक्नेर चाहिँ आइसकेको छौँ होइन। अब हाम्रो यता ग्याङहरू यता हाम्रो ग्याङहरू अनि उतातिर कुदिरहेको छ है र नयाँ ग्याङहरू हाम्रो उता भइरहेको छ। अब अझै कतिजनालाई 2-3जनालाई कुदिरहनु भएको छ है। अनि हामी चाहिँ आज यसो चिरपारामा सिनेमेटिकहरू हेर्दै गर्नु होला अलि एकछिनमा। बबल सिनेमेटिक, हाम्रो सिनेमेटिग्राफर चाहिँ यो है, त होइन सिनेमेटिग्राफर, हि इज अ सिनेमेटिग्राफर। अहिले चाहिँ हाम्रो बबल सिनेमेटिक दिनुहोस् अहिले। अनि यसो हेर्दै गर्नुहोस्। अब के भइरहेको छ भन्दा धेरै पछि भ्लग गर्दाखेरि चाहिँ मलाई अलि इनर्जी हुन्छ नि, जुन पहिला थियो नि ममा त्यो काटको चाहिँ अलिक भइसकेको छैन कि। अब जस्तै अब मैले भ्लग गरिरहेको हुन्थ्यो भने मलाई त्यो इनर्जी बुस्ट भइरहेको हुन्थ्यो होला। तर मेरो त्यो भ्लग जब मैले छोडेँ नि त बिचमा, अब त्यो कारण पनि म तपाईँलाई पछि भन्नेछु के कारणले छोडेँ, किन यस्तो भयो भनेर होइन। अब भर्खर नयाँ वर्षको बेला त्यो कारण के खुलाइहाल्नु अहिले नखुला पनि। अब तपाईँलाई म यो पालि चाहिँ जस्ट मानौँ कि यो भिडियोमा 500 भ्युज र 50 कमेन्ट र 200 लाइक आयो भने मैले 100% चाहिँ डेली भ्लग गर्ने बाचाको साथ गरिरहेको छु। अब हाम्रो कति आउँछ तपाईँहरूकोमा भर पर्छ, किनभने यो तपाईँहरूले गरेको लाइक सेयर कमेन्ट हुन्छ नि, तिमीले चाहिँ मलाई चाहिँ इनर्जी आउनु पऱ्यो कि। अब भिडियो नआइसकेपछि फेरि मलाई फेरि भिडियो बनाउनै मन लाग्दैन नि त, त्यही भएर है त। सिनेमेटिक हेर्दै गर्नु होला एकछिनमा। सक्छ त कसैले सक्छ त, अनि यत्तिकै हेर्छु त ल खाए। अहिले चाहिँ हामी ट्याक्क लाएर यहाँ उपन्यास घर जाने बाटोनिर चाहिँ ट्याक्क आएर पसिसकेको छौँ होइन। अब तपाईँहरूले यताको सिनेमेटिक हेर्नु सक्नुहुन्छ, यता राइडर यता होइन, दिदीहरूले यताउति हुनुहुन्छ। हेलो हाई, यता हाई गरिदिनु न। हाम्रो यहाँनिर ट्याक्क लाएर चाहिँ अब हजुर फ्लावर हो नि त।
यो चाहिँ हाम्रो उस भइहाल्यो। के भएर मैले सिनेमेटिक सिनहरू बनाइदिइरहेको थिएँ। लगायत अब हामी चाहिँ ट्याक्क लाएर यहाँ ग्रुप सेसन भइरहेको छ। अब कतातिर जाने भनेर हाम्रो ग्रुपहरू बसिरहेको छन् है त, यतातिर हाम्रो ग्रुपहरू। अनि अब हामी जाने बाटो चाहिँ यतातिर हो। यता यसलाई यस्तो बवाल सिनहरू छ होइन। मलाई किन अलिक बोल्न अलिक लाज लागिरहेको छ कि अहिले धेरै भयो नि त म उसमा गरेको भिडियो नगरेको, त्यो कारणले गर्दा मलाई अलिक लाज टाइपको चाहिँ फिल आइरहेको छ। भए तापनि अब म सकेसम्म तपाईँहरूलाई चाहिँ गुड भाइब दिने कोसिस गर्छु है त। लजाएर केटो उहाँ एक्लै बसिरहेको छ बिचरा। गाह्रो छ नि त्यसलाई, मस्त बिचरा एकदम लजाइरहेको छ है त। केटो सरप्राइज। त्यही अघि भर्खरै देखाएको। लगायत हामी चाहिँ ट्याक्क लाएर चाहिँ डेस्टिनेसनमा आइसकेका छौँ। हामी चाहिँ त्यो भिरणकोट भन्ने रेस्टुरेन्टमा आएका छौँ होइन। भिरणकोट मलाई हेर्न सक्नुहुन्छ, यहाँ यति धेरै भिड छ होइन। मान्छेहरूको बाइकहरू राख्ने ठाउँ पनि अलि उस छैन। यताको सिनहरू हेर्न सक्नुहुन्छ होइन। यस्तो बवाल यति बवाल कि भन्न सकिन्न कि। के अरे कुरामा नाम भन्छ नि, नाममा ताम, त्यो भन्नै सकिन्न कि। यति बवाल छ कि मान्छे टुवा परिरहेको हुन्छ कि। यस्तो बवाल कि सिनहरू देखेर होइन। यो चाहिँ यसले पनि यतातिर यस्तो सिनेमेटिक खिचिरहेको छ। अनि त्यहाँ दिदीले स्कुटीमा डिक्कीमा के राखे। मेरो पनि हेलमेट राख्नु पर्ने, कहाँ राख्ने यार? च्यापेर राखिदियो त। मेरो नि हेलमेट चाहिँ च्यापेर राख्नु पऱ्यो नि यार होइन। हेलमेट त फेरि बाइक जति सुकेको भए पनि हेलमेट चाहिँ फेरि 20 रुपियाँको हेलमेट भए पनि 200को हेलमेट भए पनि तिनीहरू चाहिँ फेरि माया लाग्दो रहेछ कि हेलमेटको चाहिँ राख्नु पर्दो रहेछ भन्ने चाहिँ हुँदो रहेछ। हेर्दै पेट्रोल पुगेछ नि त उछुटेर अट्दैन होला यो च्याप। अनि त्यसरी चाहिँ अब हामीले रक्षा गर्नुपर्ने हुन्छ। सिन भिरणकोट। ल हाम्रो ग्रुप कपिराइट नहाल्ने कपिराइट नहाल्ने ल हाई हेलो खै सब ग्रुपले हाई गरिदिनु नि त। लगायत अब अझै हाम्रो ग्रुप आउनु बाँकी छ, एकछिन वेट गर्नुपर्ने हुन्छ नि। ग्रुपहरू सब कम्प्लिट भइसकेपछि हामी तपाईँले भेट्छौँ चाहिँ माथि रिसोर्टभित्र जान लागेको है। रिसोर्ट अगाडि गाइजहरू गइसकेको छन् अनि पछाडिहरू अरू गाइजहरू आइरहेका छन् होइन। अब आई डोन्ट नो वेयर दे होइन, बट आई नो देम एन्ड वी आर इन्जोइङ आवर ट्रिप होइन। दिस ट्रिप इज भेरी exciting types of streets and so we are enjoying. You can see, oh my god, what is this? Oh my god, semua lapisin baju ci bara न बोल्न गाला सर्ला चाहिँ फेरि ल यहाँ चाहिँ बबाल आएछ अनि सेट लाइटिङ खतरा मिल्दो रहेछ। ओ माई गड लाइटिङ ल पोजिदिनु त त्यति हो ल। यो भिडियो हो कि भिडियो फोटो होइन भिडियो खिच्दै आयो कि बित्तिबाट कन्टेन्ट मिलिहाल्यो है त। खतरा पानी परेको छ। अब यहाँ हेर्दै जानुहोस् पानीले के केसमा असर गर्छ। अहिले सिमसिमे पानीमा
जिस्किने बानी भन्ने सँग आएको छ नि हो त्यस्तै तरिकाले डान्स गर्नुपर्छ अहिले है त पानी हेर्न सक्नुहुन्छ है थोपा थोपा भर्खरको सेकेन्डमा पानी परेको छ है त हेर्ने अरे आज पानी पर्दैन नि सोच्थेँ तर पानी पऱ्यो के गर्नु पर्यो यो पानीले भन्दा छाता ल्याउने भनेको नि मैले है तर बिर्सिएछ क्या छाता ल्याउनलाई अहिले चाहिँ दिउँसोको 1:31 गएको छ होइन 1:31 या 1:31 भएको चाहिँ 1:31मा पानी परेको छ अब कतिसम्म चाहिँ पानी पर्छ अब हेर्दै जाउँ है त आज पानी पर्दैन कि भन्ने प्लान थियो तर पानी पऱ्यो तर केही छैन हामीलाई अब रमाइलो गर्न आएको रमाइलो हुन्छ पानी परे पनि रमाइलो गर्नलाई हामी छुट्टिँदैन ल गाइस हामी चाहिँ तल मान्छे ल्याउन जानको लागि छाता खोजेर लिएको छौँ होइन मुलाले फेरि आफूलाई मात्र उडाउँछ यता उडाएन है फेरि यार छाता आफू मात्र हुन्छ त एउटा छाता कहाँ खोज्छौँ यार पानीले असर गर्दा जस्तो छ गाई छैन अब हामी यो छाता ओढेर अर्को छाता खोज्न हिँडेको छौँ यो छाता अब कहाँनिर पाइन्छ भन्ने कुरो हो अब यस्तो छ यो पानी अर्को छाता कहाँ छ हाम्रो Oh my god, what is happening here यार We didn't get any छाता हैट तेरी यार छैन होला यहाँ पनि छाता छैन छाता छैन ल हाम्रो छाता अवस्था हामी भिजेको अवस्था हामी भिजेको अवस्था गाइस अब यस्तो माथितिर चाहिँ यसो डाँडा हेर्न हिँड्ने लागेको छौँ होइन यतातिर देख्न सक्नुहुन्छ डाँडा काँडा भिर पाहा यस्तो छ आज पानी परेर यस्तो हिलो भएको छ होइन यो हिलोलाई हामीले चाहिँ पछि पार्दै यसरी खुट्टामा जुत्ता लाउँदै यसरी बिस्तारै हिँडिरहेको छौँ अब बाटो हिलो छ गाह्रो छ हामीलाई संसार बेहाल छ भने जस्तै अब यस्तै छ होइन तर मजा चाहिँ मजा छ गाह्रो छ तर हिलो छ तर मजा छ अनिस We are feeling bored I'm coming more आमा त हिँडेको त बबाल आछ र अनिस यार हेर्न ऊ यो डाँडा छ नि यो डाँडामा हामीले पहिला माछा मार्थ्यो नि उयो डाँडामा खतरा भोटी माछा पाउँथ्यो अहिले यस्तो भएछ पहिला सम्म थियो अहिले उकालो भएछ होइन सुकुन आयो यार यहाँ बसेर म सुताम क्या अहिले चिसो रहेछ नत्र बादल सरी अब यो हाम्रो अहिले दिस इज आवर के भन्छ ब्रेकफास्ट भन्दै कि अब बिहानकोलाई ब्रेकफास्ट भन्दै होइन दिउँसोकोलाई अब यसलाई खाजा भन्नु पऱ्यो है हामी खाजा खाँदैछौँ हाम्रो खाजा खानको लागि यो दिदीहरू यता हुनुहुन्छ सबैजनाले भिडियो गरिरहनु भएको छ होइन अनि हामी पनि यता छौँ यसलाई लाज लाग्यो अरे हेरौँ अब कस्तो छ भिरकुटी के अरे रिसोर्टको नाम भिरमकोट रिसोर्टको है ल हेरौँ के कस्तो हुन्छ खाँदै जाऊँ के कस्तो हुन्छ है त ल त गाइज हाम्रो पार्टी सक्यो भाँडाकुँडा रित्तो भइसकेको छ है त अनि खाएको देख्यो भने फेरि अहिले तिनीहरू पनि भोक लाग्छ कि त्यही भएर अलिक पिरो रहेछ है के थियो भटमास चाहिँ अरू चाहिँ ठिक थियो अनि सुकुटी अलिक साह्रो भयो कि त्यसलाई अलिक गिलो बनाउनु पर्ने
गाइस हामी चाहिँ माथि उसबाट चाहिँ उकालोबाट चाहिँ तल झरिरहेको छौँ र यतातिर अब अझै आउने बाँकी छ मान्छेहरू उताबाट आउँदैछ अझै हामी चाहिँ यति 4 जना चाहिँ आइसकेको छौँ होइन बाटो पनि देखाउनु पर्दैन अघि मैले देखाइसकेँ भिडियो भिडियो बनाउँदै आउने कि तल ओर्लिङ बेलामा बाइकमा त्यो वातावरण मिलेन बनाउने समाएर बनायो है यस्तो छ हाम्रो यो भिरनकोट डाँडा चारजना जान्छ नि भिरनकोटको डाँडैमा आऊ बस कहाँ लडाइदियो त्यहाँ भर्खर लागेछ नि त त्यहाँ डेन्ट लागेछ त तलतिरको तलतिरको के त्यो पनि त्यस्तै हो कि अहिले भयो त्यस्तै हो एकदिन त मुटु बाहिर निस्केको थियो होला है मुटु बाहिर निस्केको थियो होला ए रोक एकछिन रोक म भनेपछि चढ है फेरि पल्टेल ओहे भनेपछि बुङ्गे पल्टाइयो डान्स गरे होला नि त डान्स गरे होइन उसलाई नमिले होला अनि भएछ नि त लगाएछौँ हामी फेरि भेट्दै गर्नुपर्छ बेला बेलामा है त मन्दिरनिर आएको छौँ अझै ग्रुपहरू चाहिँ अलिक पछाडि आइरहेको छन् अहिले चाहिँ हामी चाहिँ अलिक छिटो अगाडि आएर चाहिँ तिनीहरूलाई वेट गरिरहेको छौँ ग्रुपहरू आउन टाइम लागिरहेको छ हामी त यता हुनुहुन्छ अनि हाम्रो अरू ग्रुप चाहिँ पछाडि आइरहेको छ त्यो वेट गरिरहेको छ अब ग्रुपहरू कति बेला आउँछ है त हेरौँ लगायत हाम्रो अर्को राइडर पनि यहाँ भेट भइसकेको छ र हाम्रो ग्रुपहरू आइसकेको छन् पछाडि देख्न सक्नुहुन्छ यतातिर बसिरहनु भएको छ कुराकानी गर्दै यहाँ बहिनी सुतिरहेको छन् है अब म चाहिँ रेडी भइसक्यो अब चाहिँ फेरि तुफानमा जानुपर्ने हुन्छ अब किनभने 5 बजिसकेको छ अब घरसम्म पुग्नलाई हाम्रो धेरै टाइम त लाग्दैन होइन त्यही पनि अब यसो यताउति कामसाम के के हुनसक्छ होइन अब त्यही भएर अनि हामी छिटो पुग्नुपर्ने हुन्छ त्यसैले म भिडियो चाहिँ बेला बेलामा मिलाइ भिडियो गर्ने छु भन्नेको साथ म अहिलेलाई नमस्ते गर्न चाहन्छु है त हेलो गाइज म चाहिँ फाइनली घर आइपुगेँ होइन आज साथीभाइहरू सबैजना चाहिँ आफ्नो घरतिर आइसक्नु भयो म चाहिँ यतातिर आइसकेँ अनि भर्खरै आएर चाहिँ मोबाइलमा अलि चार्ज कम थियो होइन चार्ज थिएन अनि चार्ज गरेँ अनि चार्ज गरिसकेपछि चाहिँ अनि फेरि मैले भिडियो गरेको छु अघि नै बाटोतिर यताउति सिनहरू यताउति आएको बेला देखाउँछु भन्ने सोचेको थिएँ त्यति बेला अब के भयो भन्दा चाहिँ मोबाइलमा चार्ज नभएको कारणले गर्दा चाहिँ मैले भिडियो कम्प्लिटली गरिनँ सो त्यसको लागि आइएम भेरी सरी र यदि आजको यस भिडियोमा चाहिँ 500 भ्युज
200 लाइक र 50 कमेन्ट आयो भने चाहिँ मैले भिडियो रेगुलरली नै हाल्ने छु होइन। यदि आएन भने त्यही पनि म यसो कन्टेन्टहरू मिले अनुसार के कस्तो हुन्छ त्यो अनुसारले चाहिँ म हाल्छु है त। अब यदि यस्तो हो नि त, यदि पोजिटिभ रेस्पोन्स आयो भने चाहिँ बल्ल मलाई पनि भिडियो बनाउनलाई एकदम मजा लाग्छ। अब यदि त्यहाँ रेस्पोन्स नै अलि राम्रो आइदिएन भने अलि मलाई नै भिडियो बनाउनले इनर्जी आउँदैन नि त। सो त्यसको लागि चाहिँ सकेसम्म चाहिँ सेयरहरू यताउति गरेर हुन्छ या के गरेर हुन्छ, भिडियोमा चाहिँ 500 भ्यू र 200 लाइक र 50 कमेन्ट चाहिँ आउनु पऱ्यो। त्यो आइसकेपछि चाहिँ रेगुलर भिडियो आउनेछ है त।